सो गाइज वेलकम ब्याक टु माई ब्लग होइन। अनि म चाहिँ तपाईँहरूको काले भाइ होइन। अनि सो आज चाहिँ म ठ्याक्क बिहान उठिवरी पहिला चट्ट फ्रेस भइवरी होइन। अनि दाइलाई कल गरेँ। अनि अब आज काम साम रहेछ होइन। अनि सो आज चाहिँ म घुम्न जान लागेको होइन। अब पहिला साथीहरूलाई भेट्नुपर्छ त्यहाँ गएर। त्यहाँनिर रानी पोखरी भन्ने ठाउँमा होइन। म यहाँबाट रानी पोखरी जाँदैछु। अब त्यहाँ गएर सो पहिला साथीहरूलाई भेट्नुपर्ने हुन्छ। त्यहाँपछि कता जाने के जाने होइन, त्यहीँ पुगेर थाहा हुन्छ। त्यही हो होइन। आज चाहिँ म धेरै खुसी छु होइन। किन भन्दाखेरि अब आफ्नो सानोदेखि हुर्केको साथीहरूसँग होइन आज 1 वर्षपछि भेट हुँदैछ होइन। जसलाई पनि खुसी त लागिहाल्छ नि होइन। त्यो ठाउँमा तपाईँहरू पनि भएको तपाईँहरूलाई पनि खुसी लाग्थ्यो होला। सो म चाहिँ धेरै खुसी छु आज। सो हेलो गाइज होइन, म चाहिँ यहाँनिर रानी पोखरी आइसकेको छ अहिले होइन। अब यही हो रानी पोखरी चाहिँ। यहाँबाट यही हो हुन त। यहाँ यो मन्दिर चाहिँ देखिन्छ। यहाँबाट के अरे यो मन्दिर चाहिँ देखिन्छ, मन्दिरको टुप्पो चाहिँ होइन। अब सो गाइस यहाँबाट चाहिँ अहिले देखिन गाह्रो हुन्छ होइन। मेरो साथी पनि अब बालाजु बस्छ क्या अहिले। अनि अब गाडी चढेर आउँदैछु भनेर भन्थ्यो। अब म यहाँबाट चाहिँ यस्तो यो बाटो गएर होइन, यो बाटो गएर म उता गएर बस्दिन्छ कि त्यता चाहिँ ठ्याक्कै आइपुग्छ होइन। सो गाइस अहिले चाहिँ म त्यतै गएर बस्न लागेको। अब कति बेर लगाउने हो फेरि म चाहिँ के गरेर बस्नु हुन्छ कि फेरि यस्तो अल्छी लाग्छ। साथमा एकजना भएको भए पो होइन अल्छी पनि नलाग्नु। अब केही नहुनु। अब नखोइ एक्लै अब के गरेर बस्ने। अब त्यही हो। त्यही पनि म त मोबाइलसँग बोलेर बसिरहेको हुन्छ होइन। मेरो त साथी नै मोबाइल हो कि, मेरो त साथी नै मोबाइल हो। अब गाउँको साथीहरूसँग त 1 वर्षपछि भेट हुन्छ। अनि अब साथी भनेको चाहिँ मोबाइल हो नि गाइस होइन। म चाहिँ एउटा घर देखाउँछु तपाईँहरूलाई होइन। त्यो घर चाहिँ को कोलाई थाहा छ होइन, कमेन्ट गरिदिनु है। म तपाईँहरूलाई देखाउँछु कि यो छ नि, यो घर छ नि। यो घर गाइस होइन घामै छ कि त्यही भएर क्यामेरा देखिन माने छैन होइन। यो घर चाहिँ को कोलाई थाहा छ होइन र कहाँ पर्छ होइन, कमेन्ट गरिदिनु होला होइन। अनि अर्को चाहिँ के छ भन्दाखेरि होइन यो भ्यू टावर पनि होइन कहाँ पर्छ होइन, कमेन्ट गरिदिनु होला होइन। अब कतिलाई थाहा होला होइन, कतिलाई थाहा नहोला होइन। को कोलाई थाहा छ सो होइन कमेन्ट गरिदिउँ होइन। को कोलाई थाहा रहेछ कमेन्ट गरिदिनु। अब थाहा नहुँदाखेरि म थाहा पनि दिलाइदिन्छु होइन गाइस। त्यही हो गाइस होइन। म चाहिँ यहाँ आएर बसेँ होइन। अनि मैले चाहिँ एउटा साथीलाई भेटिसकेको छु होइन। यो साथी चाहिँ मेरो विवेक दोस्त हो होइन। अब अर्को चाहिँ यहीँ जमलमा झरिसक्यो भन्थ्यो। अब कहाँ कता झऱ्यो के झऱ्यो होइन। यहाँनिर यो के अरे यो आकाशी पुल अगाडि आइज भनेर भने कहाँ खोइ कता हो खोइ भेटेकै छैन हो। कता हो उहाँ गाइस होइन। उहाँ आइसकेको छ हो। त्यही हो ज्याकेट ल्याएर आउँदैछ हो। ए ताइजे ओ अनिस ताइजे यस्तो लजाउँछ नि यो मान्छे होइन। यस्तो लजाउँछ नि होइन। ल गाइस होइन हाम्रो चाहिँ यहाँ भेट भइसकेको छ होइन। र फाइनली हामी अब गाडी चढेर हामी अब घुम्न जान्छ होइन। अब कता जान्छ त्यो चाहिँ होइन अहिले हामी गएपछि थाहा हुन्छ। सो गाइस होइन के अरे अर्को साथी चाहिँ अब बहिनीलाई भेट्नलाई सक्दो बाटो गयो होइन। अनि हामी दुईजना चाहिँ अब पशुपति जान लागेको होइन। अब हामी पशुपति गएर भिडियो बनाउँछौँ, हेरिदिने कस्तो लाग्छ होला होइन। त्यहाँनिर फेरि होइन हेरिसकेपछि फेरि छोड्ने होइन गाइस। लाइक कमेन्ट सब्सक्राइब सबै हुनु पऱ्यो है त ल। सो गाइस होइन हामी चाहिँ के अरे पशुपति जानलाई होइन यो ठाउँमा उत्रिसकेको छ होइन। यो ठाउँलाई चाहिँ खासमा चाबेर भन्छ होइन। अब यहाँ हाम्रो साथी आउँछ होइन, अर्को साथी। अनि अर्को साथी आएपछि त्यो साथीले लिएर जान्छ हामीलाई होइन घुमाउनलाई होइन। त्यो साथी अब आउँदैछु भनेर भन्थ्यो। अब कतिखेर आइपुग्ने हो होइन सो त्यो थाहा छैन होइन। तर आउँछ। आएपछि हामी पशुपति जान्छौँ होइन। पशुपतिमा कहाँ घुम्छौँ के गर्छौँ होइन सबै देखाउनेछु म होइन। हामी चाहिँ पशुपति आइसकेको छ होइन। अनि यही हो एउटा साथीलाई चाहिँ मैले देखायो होइन। अनि अर्को साथी चाहिँ उसलाई नदेखाउनु रे, उसलाई देखाएको मन पर्दैन अरे होइन। सो गाइसहरू पनि यहाँ के भइरहेको छु यो चाहिँ के भएको सो मलाई थाहा भएन होइन। अब हामी चाहिँ यो के अरे यो मन्दिर साइड लाग्दैछ होइन। यो दुईजना हो कि साथी चाहिँ फेरि हो अगाडि हिँडिरहेको छ। उनीहरूलाई भ्लग बनाएको मन पर्दैन अरे। एउटालाई चाहिँ मन पर्छ अरे, अर्कोलाई मन पर्दैन अरे। अनि दुईजना सँगै हिँडिरहेको छ। अब के भन्ने। सो गाइस छैन हामी चाहिँ यहाँनिर के अरे यो घाट छेउमा आइसकेको छ होइन। देख्न सक्नुहुन्छ उहाँ होइन मान्छेहरू जलाइरहेको छन् होइन। सो यस्तो देख्यो भने चाहिँ मलाई यस्तो गाह्रो हुन्छ फेरि होइन। यस्तै गाह्रो हुन्छ यस्तो देख्यो भने चाहिँ। अब रमाइलो गर्ने भनेर आएको। अब यस्तो देखेपछि त होइन गाह्रो त भइहाल्छ नि। मान्छे जन्मेकै भनेको मर्नको लागि हो होइन। त्यही हो एक दिन सबैजना अब त्यसरी नै मर्ने हो। त्यसरी नै
जलेर खरानी त्यही त हो नि गाइस अब हेर्न कसरी बसेको यो लड्छ अलिकतिखेर है त लड्छस् अहिले है यता आएर बस यता आएर बस यता त लड्छस् कतिखेर अहिले कसरी बसेको यार ल हेर सबैजना त्यसरी नै बस्छ फेरि यहाँ हेर्नु यो बाँदरहरू कस्तो छेउछेउमा बसिसक्यो हो ए लड्छस् है यता हेर न यता लड्छस् त अहिले त्यस्तै हो अब के भन्ने हो उहाँ अर्को शेर बनेर आउँदैछ फेरि हो अर्को शेर बनेर आउँदैछ यता हेर यहाँ नआइज फेरि धम्टिहाल्छ कि फेरि यस्तोले चाहिँ स्वयम्भूमा एक्चुली ओ फेरि हेर्न यहाँ हो झ्यालमा झुन्डेर बस्छु हो यता हेरे हाई गर्दै चिलाउँछ पो त हाई गर्दै भनेर भनेको चिलाउँछ पो त यता सो गाइज होइन यो ठाउँमा चाहिँ के धेरै खालको मान्छेहरू हुन्छ क्या होइन अब यस्तो ठाउँमा अब त्यही नै कसैको सपनै भत्किया हुन्छ होइन कोही चाहिँ खुसी भएर हिँडिरहेको हुन्छ अब यस्तो माहौलमा होइन यस्तरी मोबाइल देखाउँदै बोल्दै हिँड्न पर्ने अलिकति अप्ठ्यारो हुन्छ क्या मान्छेहरू अगाडि सो यही भएर देखाएको होइन सो त्यही हो अब एक दिन सबैलाई मरेर जानुपर्छ यसरी नै होइन जलेर खरानी हुनु सबै गाइज मान्छे भनेको मरणलाई जन्मिने हो गाइज घुम्ने क्रममा चाहिँ होइन साथीहरूले फोटोसोटो खिच्यौँ भनेर अनि यहाँनिर चाहिँ यसो यो शिवको फोटो देखाएर यसो एक दुई पिस फोटोसोटो पनि हानियो होइन सो गाइज मलाई चाहिँ होइन घुम्ने क्रममा यो घर चाहिँ यस्तो बवाल लागेको नि होइन कस्तो के डेन्जर के स्ट्रिट मिल्या के पुरै भराङ सिँढी जस्तो के डेन्जर लागेकै घर चाहिँ सो गाइज आई एम सरी होइन किन भन्दाखेरि मैले चाहिँ त्योभन्दा योभन्दा बढी भिडियो हाल्न सकेन होइन किनभने मेरो मोबाइल अफ भयो होइन सो भिडियो हाल्न सकिनँ सो मैले चाहिँ यो युट्युब च्यानल खोलेँ कतिलाई डाल लगाएर रहेछ होइन कि अब लाइक साइक आउँदैन रे भिडियो हाल्छ रे यहाँनिर त्यहाँनिर होइन बेजत रे एन्ड मलाई त्यो लाइक साइकको मतलब भएर खोले होइन नि त गाइज होइन मलाई त्यो लाइक साइक मेरो यो सानैदेखिको सोच हो होइन त्यही भएर पो मैले नि होइन अलिकति ल लाइक साइक आओस् नआओस् त्यो मतलब छैन कि आफ्नो सोख पुरा होस् कि म चाहिँ त्यही भन्न चाहन्छु कि सो गाइज होइन अहिले चाहिँ रात पनि पऱ्यो होइन अब सो यतिखेर अब भिडियो बनाउनु पनि बाहिरतिर त्यति खास मिल्दैन होइन अब रुमतिर अब खानासाना खाइस पनि सक्यो अब सुत्न लागेको त्यही हो गाइज बाई बाई टाटा होइन भोलि फेरि बनाउँला ब्लग त्यही हो गाइज ल सबैलाई बाई सबैलाई माया छ है त।